ओके साथीभाइ तपाईँहरूलाई चाहिँ म एउटा के अरे चिकनको एउटा बनाउने भन्दाखेरि पनि अब चिकन कसरी पकाउने उहाँले सिकाउनु भनेर उहाँले चाहिँ भनेको चिकनलाई फुट्दैन क्या चिकन चाहिँ यसो गऱ्यो भने चाहिँ फुट्दैन पहिला यो चिकनको पानी सुकिने होइन बादमा सुकेपछि मात्रै यो टमाटर हालिदिने क्या माथिबाट क्या पाकिसक्यो टमाटर मैले अघि हालेको चाहिँ टमाटर हालेर चाहिँ तातो पानी हालेको छु क्या यहीँ तातो पानी हाल्ने होइन लाइट क्रिम हाल्छ कसैले चाहिँ म चाहिँ पहिला दही हाल्थेँ तर मैले बनाउँदा अर्कै सालको बनाउँथेँ पहिला नै मैले चाहिँ टमाटर प्याजहरू पहिला नै पकाउँदा टाइम लाग्थ्यो क्या र अहिले चाहिँ यो स्टाइलले चाहिँ तपाईँको धेरै टाइम पनि लाग्दैन तपाईँको 30देखिको 35 मिनटसम्म तपाईँको 30 मिनट पनि लाग्दैन होला 25 मिनटसम्ममा तपाईँको यो के अरे मासु रेडी हुन्छ हेर्नुहोस् मासु फुट्दैन पनि खानाको टेस्ट पनि यसमा दही हाल्नु पनि पर्दैन क्रिम पनि हाल्नु पर्दैन केही हाल्नु पर्दैन हेर्नुहोस् मेन मसला जुन चाहिँ छ नि त्यो भइसक्यो यो चाहिँ आँपको अचार यो चाहिँ इन्डियाबाट आएको रहेछ आँपको अचार मैले बनाएको अचार होइन यो अनि यो छ मेरो के अरे किम्ची होइन यो चाहिँ कसकोमा पाउँछ किम्ची झट्टै अब होइन है दिउँसो एकचोटि खान्छु भात 2 घन्टा वर्कआउट गर्छु एकचोटि भात खान्छु बेलुका खाने त्यही भएर के अरे जङ भनेर मिल्दैन यसमा प्रोटिन फाइबर सबै हुन्छ हाम्रो दाल भातमा अनि यो मेरो डल्ले खोर्सानी है साथीभाइ र तपाईँहरू पनि खानुहोस् इन्जोय गर्नुहोस् दाल भात भने जस्तो मिठो चाहिँ केही हुँदैन है साथी हो ल खायो ल मिठो भन्छ मेरो चिकनको अचार रेडी भइसक्यो यो चाहिँ 10 अन्च $15 है यो 10 अन्च $15 हो 16 अन्चको चाहिँ तपाईँको $20-25 पर्छ यो चाहिँ चिकन अचार रेडी भइसकेको छ ल यो चाहिँ भोलि डेलिभरी हुनेछ फ्रान्सबाट चाहिँ त्यसपछि 12-13 बनाएको थिएँ मैले त्यसपछि उब्रेको चाहिँ अब जसले लिन्छ दिने हो सो तपाईँहरूलाई चिकन अचार चाहिन्छ भने खबर गर्नु होला जस्ट न्युयोर्क एन्ड न्यू जर्सी है